भाइको परिचय पाउन। नमस्कार। नमस्कार छ हजुरलाई। परिचय दिनु न भाइ। म सिक्किमबाट आएको हो। हजुर। मेरो घरै सिक्किम हो। हजुर। म शान्ति पदयात्रा हिँडेको नेपाल। हजुर। इच्छा थियो हिँड्ने महाकालीसम्म। पुरा सुरुदेखिको महाकालीसम्म कति दिन लाग्छ भनेर 37 दिनमा म पुगेँ महाकाली। आज म फर्किँदैछु अब। हजुर। फर्किँदा पनि पदै फर्किने हो। गाडीमा जाने पनि होइन। अन्त भन्नु त नेपाल ठिकै लाग्यो, तर अब त्यो अब केही बाटोमा कठिनाइहरू आयो होला। अनि भाइ यो खुट्टामा समस्या छ होइन? त्यो त छँदैछन्। अब जब प्रशासनले हेर्नु हुँदैन त के भन्नु म। अनि के भन्छ, खाना पिउन यताउता कसरी म्यानेज गरिराख्नु भएको छ? म्यानेज भन्दाखेरि मेरो जुन बजेट थियो मेरो शेष भयो। तपाईँहरूको यहाँ नेपालमा सिद्धियो भनिन्छ, हाम्रो सिक्किममा सक्यो भनिन्छ। सकेको छ, तर भगवान्को भरोसा हिँड्दैछु। कोही न कोही भेट्नुहुन्छ भगवान्को रूपमा। उहाँले सहयोग गर्नुहुन्छ। जसरी तपाईँ हुनुहुन्छ, सहयोग गर्नुभयो जे पनि। एउटा के कलियुग हो भन्छन् मान्छेले। हरेक राम्रो काम गर्दा पनि कलियुग हो। कलीमा मान्छेले के भने हुन्छ, कलीमा जति पाप गरे त्यति आप भन्छन्। तर त्यो कुरालाई मैले मान्दैन। तर यो भाइ, तर यस्तो मान्छे पनि हामीले भेटेँ। मैले तत्काल यो सुदूरपश्चिमको कञ्चनपुर दैजी इलाकामा मैले एउटा भाइलाई भेटेँ। नेपाल प्लस भारतको झन्डासहित हिँडिराख्नु भएको छ। खुट्टामा सामान्य चप्पल लगाएर एउटा पसिना पुस्ने रुमाल र दायाँ खुट्टामा समस्या, बायाँ खुट्टाको मुटुरी खुट्टा यस्तो भइसकेको अवस्थामा छ। झोला पनि अति सानो भाइले हिँड्नु गरेको आज गरे यहाँ पुगेको। अनि भगवान भरोसा, भगवानलाई नमान्नेहरू भगवानको सही परिचय, भगवानको सही परिचय दिन नसक्ने मान्छेहरू पनि छन्। तर उहाँले भगवान भरोसा हिँडिराख्नु भएको छ। के खानुहुन्छ, के लाउनुहुन्छ, उहाँको स्थिति सामान्य, एकछिन बजार गएर आउनु भन्ने जतिको स्थितिमा पनि छैन। एकदम नर्मल रूपमा हिँड्नु भएको छ। तर भगवान भरोसा गर्नु भएको छ। भगवानलाई अझै पनि मान्ने मान्छे छन् भन्ने यो एउटा ठुलो प्रमाण हो। अनि उहाँको एउटा भनाइ छ कि हिन्दू धर्ममा पैदलै आएपछि पैदलै फर्किनुपर्छ, गाडी पनि चढ्दैन भन्नुभएको छ। उहाँको यात्रा शुभ रहोस्, सफल रहोस्। म पनि आज एउटा म घराइसी समस्यामा छु। त्यही भएर उहाँलाई मैले केही सहयोग पनि गर्न सकिनँ। मानवताको नाताले, भाइको नाताले, नेपालीको नाताले म उहाँलाई सरी भन्दै उहाँलाई एक बोतल पानी पनि पिलाउन सकिनँ। भाइ तपाईँलाई कसले सहयोग गरेन म त्यतातिर गइनँ। म पनि भगवान्लाई मान्ने मान्छे, तपाईँ पनि भगवान भरोसा हिँड्नु भएको र तपाईँको घर परिवारले तपाईँको कति चिन्ता गरेका होलान्। केही चिन्ता नगर्नु। पुरा मन तन मन भगवान्लाई सुम्पेको छ। जुन भगवान्ले भाइलाई घरबाट हिँडायो त्यही भगवान्ले भाइलाई घरै पुर्याउँछ। उहाँको आमा बुवा गार्जेनहरूले पनि कसैले दुःख नमाने, केही चिन्ता नगरे हुन्छ। भाइ तपाईँलाई भगवान्ले रक्षा गरून्, पशुपति माताले रक्षा गरून्। तपाईँको यात्रा सफल रहोस्। मलाई भगवान्माथि बहुत भरोसा छ। हुन्छ भाइ, नमस्कार भाइ, धन्यवाद।